नेपालको इतिहासले जनतालाई सिकाएको र भ्रष्टाचारी नेताले जनतालाई दिएको सबै जनता पास क्या। यो ट्रेनिङ सेन्टर चाहिँ मान्नै पर्छ कि 100% सबै जनता पास, कोही छैन फेल, कोही छैन। त्यो म्याच सकिएको अश्रु ग्यास हान्ने पुलिस पनि पास, सिभिल ड्रेसमा बसेर गोली हान्ने या भनौँ म्यादै सकिएको अश्रु ग्यासै हान्ने त्यो पुलिस पनि पास हैन। अनि त्यसपछि त्यो घर जलाउने, गाडी जलाउने, ती गड राजावादी भनौँ न हैन, ती पनि पास, ती पनि जनतै हुन्, ती पनि पास हैन। सबै पास। त्यो प्राइभेट सम्पत्ति भनौँ भाटभटेनीलाई हैन, त्यहाँभित्र पसेर लुटपाट गर्ने ती जनता पास। टिचर गत्तिलो एकदम सिकाएको त्यही छ। नपत्या हिस्ट्री हेर्दा हुन्छ, लुटपाट गर्ने, गुन्डागर्दी गर्ने, भ्रष्टाचार गर्ने, मान्छे मार्ने, आतंककारी के हो के सब ट्रेनिङ चाहिँ जनताले मजाले 100% काहीँ पूर्ण विराम पनि छुटेको छैन, कमा पनि छुटेको छैन हैन, सब पास। बब्बाले ल माने है मैले चाहिँ यसमा।